बुधबार बिहान कसैलाई थाहा थिएन अबको केही घण्टामा नेपालको एउटा ठुलो भूभागले आफ्नो इतिहासको सबभन्दा पीडादायी दिनमध्ये एउटा देख्दैछ। बिहानको समय थियो, घरमा हाँसो थियो, कसैले चिया खाइराखेको अवस्था थियो, कसैले काममा जाने तयारी गरिराखेको थियो, कसैले आफ्नो परिवारसँग फोनमा कुरा गरिराखेको थियो। तर त्यसपछि एकाएक नदीहरू उलिन्न थाल्यो। पानी मात्र आएन, त्यसैसँग आयो ढुङ्गा, माटो, हिलो र मृत्युको एउटा भयानक भेल। केही मिनटमै घरहरू बगे, सडकहरू बगे, पुलहरू बगे र सबभन्दा पीडादायी कुरा, धेरै मानिसहरू सधैँका लागि आफ्नो परिवारहरूबाट, आफ्नो आफन्तहरूबाट टाढा भए। नमस्कार साथीहरू, स्वागत छ आजको यो भिडियोमा। 26 अगस्तको बिहान नेपालको उत्तरी जिल्ला रसुवामा भोटेकोशी नदीमा आएको अचानक विनाशकारी बाढीले गर्दा रसुवाबाट तलतिर नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपुर र तनहुँसम्म धेरै क्षति पुग्यो। प्रारम्भिक विवरण अनुसार यो सामान्य वर्षाले गर्दा आएको बाढी थिएन। प्रारम्भिक वैज्ञानिक विश्लेषणले हिम तथा चट्टानको ठुलो कोल्याप्सले नदीमा अचानक ठुलो मात्रामा पानी पठाएको देखिएको छ। युएस जियोलोजिकल सर्वेको विश्लेषणले पनि ग्लेसियल कोल्याप्सलाई मुख्य कारणका रूपमा सङ्केत गरेको रिपोर्ट आएको छ। अर्थात् मानिसहरूले ठुलो बाढी आउँदैछ भनेर तयारी गर्ने समय पनि पाएन। कल्पना गर्नुहोस्, एउटा परिवारले वर्षौँ लगाएर घर बनाएको छ, त्यही घरमा बच्चा जन्माएको छ, त्यही घरमा चाडपर्व मनाइरहेको छ, त्यही घरमा आमा बुबाले आफ्नो सन्तानको भविष्यको सपना देखेको छ। तर एउटा ठुलो भेल आयो र केही मिनटमै त्यो घर इतिहास बन्यो। कसैको घरसँगै उसको पसल पनि गयो, कसैको गाडी गयो, कसैको रोजगारी गयो। तर यी सबभन्दा ठुलो क्षति थियो मानिसको जीवन। पछिल्लो विवरण अनुसार कम्तीमा 150 जना बढी मानिसको मृत्यु भइसकेको छ। तर यो सङ्ख्या अन्तिम होइन, किनकि सयौं मानिसहरू अझ पनि सम्पर्कविहीन अवस्थामा रहेको छ। सोच्नुहोस्, ती परिवारहरू अहिले के गरिरहेका होलान्। अहिले कतै एउटी आमा आफ्नो छोराको फोन कुरिरहेकी होलिन्, कतै एउटा बुवा आफ्नो छोरीको खबर खोजिरहेका होलान्, कतै एउटा श्रीमान आफ्नो श्रीमतीको खोजी गरिरहेका होलान् र कतै खोजी गरिरहेका होलान् र कतै एउटा बच्चा सोधिरहेका होलान्, बुबा कहिले आउनु हुनुहुन्छ। तर जवाब दिने मान्छेसँग कुनै पनि जवाब छैन। प्राकृतिक विपदको सबभन्दा ठुलो पीडा यही हो। हामीले समाचारमा सङ्ख्या मात्र देख्छौँ, यति जनाको मृत्यु भयो। तर त्यो केवल सङ्ख्या होइन, परिवार, कथा र अधुरा सपनाहरू पनि छन्। र सम्भव सबै परिवार अझै आफ्नो मान्छे फर्किने आशामा छन्। सबैभन्दा ठुलो चुनौतीको विषय उद्धार छ। बाढी आएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय उद्धारकर्मी र स्थानीय नागरिकहरू उद्धारमा जुटेका छन्। तर उद्धार त्यति सजिलो छैन, किनकि कतिपय सडक छैन, पुलहरू बगेका छन्, सञ्चार सम्पर्क अवरुद्ध छ, मौसम खराब छ र धेरै ठाउँमा हेलिकप्टर पुग्न समेत कठिनाइ भइरहेको छ। पछिल्लो विवरण अनुसार 15वटा हेलिकप्टर मार्फत 110 भन्दा बढी मानिसहरूको सकुशल उद्धार गरिएको छ। कल्पना गर्नुहोस्, उद्धारकर्मीहरू आफै जोखिममा छन्, तर उनीहरूको अगाडि एउटै उद्देश्य छ, जति सकिन्छ त्यति जीवन बचाउने। बाढीले विशेष गरी ती मुरे क्षेत्रमा बढी क्षति पुर्याएको छ। बजार क्षेत्र, सडक, पुल, सुरक्षा पोस्ट र जलविद्युत संरचनामा समेत ठुलो क्षति भएको छ। पछिल्लो विवरण अनुसार 19वटा मोटरेबल पुल र करिब 40 किलोमिटर सडक क्षतिग्रस्त भएको रिपोर्ट छ। यो केवल एउटा जिल्लाको समस्या होइन, किनकि एउटा पुल बग्दा मानिसको आवत जावत रोकिन्छ, सडक बग्दा औषधि र राहत पुग्न कठिनाइ हुन्छ, सञ्चार बन्द हुँदा परिवारले आफ्नो मानिसहरूको अवस्था थाहा पाउन सक्दैनन्। त्यसैले प्राकृतिक विपत्तिले एकैपटक धेरै जीवनलाई असर गर्दछ।
यो घटनाले अन्तर्राष्ट्रिय ध्यान समेत तानेको छ। नेपालको यो क्षेत्र कैलाश मानसरोवर जाने यात्रु र पर्यटकका लागि महत्त्वपूर्ण मार्ग रहेको छ। पछिल्लो रिपोर्ट अनुसार 100 मानिस सम्पर्कविहीन छन्, जसमा ठूलो संख्यामा विदेशी पर्यटकहरू पनि रहेका छन्। रेउटरले 340 विदेशी पर्यटक सहित 400 भन्दा बढी मानिस नेपालमा सम्पर्कविहीन रहेको जनाएको छ। त्यसैले अहिले नेपालमा नेपाली मात्र होइन, भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, दक्षिण कोरिया लगायत विभिन्न देशका परिवारहरू पनि आफ्ना नागरिकको खबर पर्खिरहेका छन्। एउटा प्रश्न हामी सबैका लागि, यस्तो घटना भएपछि हामी एउटा प्रश्न सोच्छौँ, यस्तो विपत्ति किन आयो? तर अर्को प्रश्न पनि महत्त्वपूर्ण छ, भोलि यस्तो विपत्ति आयो भने हामी कति तयार छौँ? नेपाल हिमाल र नदीले भरिएको देश हो। हामी बाढी रोक्न सक्दैनौँ, पहिरो रोक्न सक्दैनौँ, प्राकृतिकलाई नियन्त्रण गर्न सक्दैनौँ, तर पूर्व सूचना प्रणाली बलियो बनाउन सक्छौँ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसलाई समयमै सूचना दिन सक्छौँ, नदी किनारमा सावधानी अपनाउन सक्छौँ र विपत्तिको समयमा अफवाह होइन, सही सूचना फैलाउन सक्छौँ। आज हामीले यो घटनालाई केवल एउटा समाचारको रूपमा नहेरौँ, किनकि त्यहाँ अहिले पनि कसैको परिवार आफ्नो मान्छेको प्रतीक्षामा छ। कसैको घर छैन, कसैको व्यापार छैन, कसैको परिवार अधुरो भएको छ र कसैको जीवन एकैछिनमा परिवर्तन भएको छ। ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र सम्पर्कविहीन सबै मानिसहरू सकुशल भेटुन् भन्ने हाम्रो प्रार्थना रहेको छ। बाढीले धेरै कुरा बगायो, घर बगायो, सडक बगायो, पुल बगायो, तर आशा अझै बगेको छैन। उद्धारकर्मी अझै खोजिरहेका छन्, परिवारहरू अझै फर्किरहेका छन् र नेपाल अझै उभिएको छ। आज हामी सबैको एउटा प्रार्थना होस्, हराएको मान्छे सकुशल घर फर्कियोस्, कुनै पनि आमाको काख फेरि खाली नहोस्, कुनै पनि बच्चाले आफ्नो आमा बुबा गुमाउन नपरोस्। जय नेपाल।